सबैजनालाई स्वागत छ। आजको यस भिडियोमा हामीसँग हुनुहुन्छ श्रद्धेय कवि सदाशय गौतम। उहाँलाई यस कार्यक्रममा पूर्ण स्वागत गर्दै उहाँको मौलिक रचनालाई हजुरहरूमाझ म पस्किन चाहन्छु। धन्यवाद। मेरो कविताको शीर्षक रहेको छ युवा आह्वान। कविता मन्दाक्रान्ता छन्दमा विरचित छ। कविता यस प्रकार छ। पन्छी जस्तै पर तिमी उड्दछौ फरफराई, आमा बस्छिन् धुर यहाँ अश्रुधारा बगाई, आमा बस्छिन् धुर यहाँ अश्रुधारा बगाई। इच्छा यस्तो मनभरि छ यही देशमा केही गर्ने, आयो साथी समय अवता चेतना दिव्य भर्ने, आयो साथी समय अवता चेतना दिव्य भर्ने। जन्मी आयौं यस धरणीमा पाखुरा चाल्नु पर्छ, आभा नौलो सबतिर छरी दीपै बाल्नु पर्छ। इन्द्रेणी झैं विविध रङ्गले रङ्गियोस् यो समाज, हाते मालो गरिकन हिँडौँ एकताबद्ध साथ, हाते मालो गरिकन हिँडौँ एकताबद्ध साथ। हामी लागे प्रगति पथमा व्योमै मक्ख पर्लान्, सारै आशा मित हुन गई पुष्पको वृष्टि गर्लान्, सारै आशा मित हुन गई पुष्पको वृष्टि गर्लान्। आमाको त्यो मृदु हृदय काखमा बस्न पाऊँ, आफ्नै झन्डा अचल गिरीका शीर्षमा फरफराऊँ, आफ्नै झन्डा अचल गिरीका शीर्षमा फरफराऊँ। जन्मेका छौँ युवक युगको गर्न रक्षा भनेर, जन्मेका छौँ युवक युगको गर्न रक्षा भनेर, पारौँ यस्तो युग झिलिमिली विश्व सारा घुमेर, पारौँ यस्तो युग झिलिमिली विश्व सारा घुमेर। हाम्रा पुर्खा जगत भरमा चम्किए ज्योति छर्दै, हामी त्यस्तै युग सुरु गरौँ कीर्ति अम्लान भर्दै, हामी त्यस्तै युग सुरु गरौँ कीर्ति अम्लान भर्दै। डाँडा पाखा समथर धरा शैल छन् समान, एउटै माला विविध रङ्गका पुष्प जस्तै महान, एउटै माला विविध रङ्गका पुष्प जस्तै महान। हाम्रा आफ्नै श्रम र पसिना सिन्चिदाई धरामा, कोदालीको भर लिन सके स्वर्ण फल्लान् गरामा, कोदालीको भर लिन सके स्वर्ण फल्लान् गरामा, कोदालीको भर लिन सके स्वर्ण फल्लान् गरामा। धन्यवाद। मेरो नाम सदाशय गौतम। मेरो कविता चाहिँ मन्दाक्रान्ता छन्दमा छ। कविताको भाग चाहिँ अब युवा आह्वान भनौँ, जस्तो अहिले हाम्रो अब
मैले चाहिँ यसो त्यो अहिलेको देशको परिस्थिति यसो अहिले हेर्दाखेरि त सबै विदेशतिर नै अलि जाने जस्तो छ। तर हेर्दाखेरि त हाम्रो त सबै यही छ नि त, बनाउन सकेपछि एउटा आत्मविश्वास, जोस, उमङ्ग भयो भनेपछि त हामीले यही प्रकृतिलाई, हामीले यही हाम्रा यिनी हिमशैल धाराहरूलाई चाहिँ हेरेर होइन, त्यसलाई चाहिँ हामीले बनाउन सक्यौँ भनेपछि त हामीलाई यहीँ पनि त आशा छ भन्ने खालको चाहिँ कवितामा भाव आएको छ। खासमा कविजी यो हजुरको यो कवि यात्रा चाहिँ कहिलेबाट सुरु गर्नुभयो? मैले धेरै भएन, 2 वर्ष मात्रै भयो। अब त्यो हामी अब विद्यालयबाट कम्पिटिसनहरूतिर जाने, अब त्यही कम्पिटिसनहरू जाँदाखेरि अब अरू जाँदाखेरि अब जाउँ लाग्ने, अनि त्यसपछि मैले पनि अलिअलि लेख्छु भन्ने तरिकाले गएँ। होइन, यति मिठो सुन्दर कविता हजुरले चाहिँ यति सानै उमेरमा होइन, अब कस्तो कस्तो कविहरू बन्न त एउटा समय लाग्छ नि त, एउटा सुन्दर कवि बनेर उम्रिसक्नुभयो। अब हजुरले यसलाई कतिको निखार्ने, कहाँसम्म लाने त हजुरको हातमा छ। अनि यो के हो, अलिकति हजुरले आफ्नो पृष्ठभूमि बताइदिनु पर्यो। अब यो चाहिँ अभ्यास नै हुँदो रहेछ क्या, सबैभन्दा ठुलो कुरो यो चाहिँ प्र्याक्टिस भएन भनेपछि केही पनि नहुने। किनकि अब मैले पनि पहिलाचोटि कविता अब केही थिएन, अब छन्द कविता त झन् अलि शब्दहरू जोड्नलाई अब यस्तो हुन्छ, गद्यहरूमा चाहिँ अब भावलाई सर्र व्यक्त गर्ने जाँदाखेरि भइहाल्यो। अब हाम्रो छन्द चाहिँ फेरि ह्रस्व दीर्घहरू हुन्छ, अनि त्यो ह्रस्व दीर्घहरूलाई पनि अब एउटा शब्द त आइरहेको हुन्छ भावमा, तर अब फेरि त्यो छन्द मिलाउनलाई चाहिँ त्यो शब्द आइदिँदैन क्या। त्यही भएर हामीले धेरै शब्दहरूलाई चाहिँ केलाउनु पर्छ पहिलो कुरो। अब शब्दहरू केलाउनु पऱ्यो, त्यसपछि अनि अभ्यास हुँदै गइसकेपछि चाहिँ पहिला चाहिँ अब हाम्रा ती गणहरू हुन्छन् क्या छन्दमा, अब त्यो गणहरूलाई हेरेर ह्रस्व दीर्घको आधारमा शब्दहरू राखेर चाहिँ पहिला त्यसरी गइन्छ। पछि चाहिँ के हुँदो रहेछ भने अभ्यास धेरै भइसक्यो भने चाहिँ हामीले एउटा लय पक्रिहाल्यौँ भनेपछि, त्यो लय पक्रियौँ भनेपछि चाहिँ आफै नै अब कविता चाहिँ बनिरहेको रहेछ क्या। अब केहीको बारेमा सोचिराखेको चाहिँ हुँदैछ भनेपछि यसो त्यही कुराहरू। हजुरको यो कविता एकदम सान्दर्भिक मार्मिक लाग्यो। यो कविताले के युवालाई चाहिँ अब हाम्रो देशकै पाखा पखेरोमा सिर्जना ल्याउनुपर्छ, फलाउनुपर्छ, विदेश जानु हुँदैन भन्ने कि कस्तो हो? यो कविता चाहिँ अब त्यही हो, आह्वान गरेको त्यो युवाहरूलाई। किनकि सबै कुराहरू अब हामीले छोडिदिएरै मात्रै जाने, केही छैन भनेर मात्रै छोडिदिएर मात्रै त भएन नि त। हामीले अब यस्तै अब सकेसम्म त सबै हामी कवि भएर देशलाई चाहिँ त्यसको कुना कुनामा छिरेर अब तर देशलाई चाहिँ निहालेर साहित्य चाहिँ कस्तो भनेपछि भइसकेको कुरालाई पनि अलि शृङ्गारिक बनाउन पनि सकिन्छ क्या, अलि राम्रो खालको होइन, शृङ्गार पटाएर पनि यसले चाहिँ आशा जगाउन पनि त सक्छ नि त। सक्छ एकदम, जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि भन्न खोज्छ। अनि हजुरको यो यात्रा कतिको सहज भयो, के कति चुनौतीहरू ल्याउनु भयो? यो सिर्जना त त्यत्तिकै आएको छैन नि त। त्यो चाहिँ अब त्यही हो, म चाहिँ सबैभन्दा के भयो प्रभावित चाहिँ के भएको भयो भने कम्पिटिसनबाट भयो कि। ए हजुर। अब पहिला सानोमा रहर लाग्दो रहेछ भने अब कलेज विद्यालयबाट जाँदाखेरि अरू गुरुकुलहरू अथवा अरू विद्यालयहरू अब फर्स्ट सेकेन्ड भएर आउँदाखेरि म पनि जानुपर्छ कि भन्ने त्यस्तो खालको चाहिँ भयो। मलाई पहिलो बनाएको त कम्पिटिसनले हो। अनि त्यसपछि चाहिँ अब लेख्न थालिसकेपछि पहिला छन्द मिलेन, केही गरेन, अलिक गरिराख्यौँ हामीले, प्र्याक्टिस गरिराखेँ। मैले प्र्याक्टिस गर्दाखेरि चाहिँ 10 क्लासमा चाहिँ त्यति गरे अनुसार चाहिँ केही भएन, तर 11 र 12मा आइसकेपछि चाहिँ मेरो अलि कम्पिटिसन पनि जित्यो। त्यसपछि अलिक बाहिरतिर पनि मेरो कविताहरू चाहिँ देखिन थाल्यो। त्यही भएर अब मेरो बेस चाहिँ बसिसक्यो भन्ने लाग्छ मलाई। खासमा कविजीले यो प्रकृतिलाई नै जोड्नुको कारण के हो? अब प्रकृतिलाई जोड्नुको कारण चाहिँ अब हाम्रो एकदम प्रकृति त एकदम शोभायमान छ हाम्रो देश। हजुर एकदम, हजुर। हिमाल पहाड तराई एकदम मिलेका छन्, यहाँ कुनै त्यस्तो खालको भेदभाव छैन। हिमाल पहाड तराईले पनि एउटा प्रकारको हामीलाई दिइरहेको छ। अनि अर्को के भयो भनेपछि अब यो कवितामा चाहिँ के छ भनेपछि त्यो कुरालाई पनि हेर्दाखेरि र हाम्रो आमा अब अहिले त धेरै जस्तो गाउँहरूमा त एक्लै छ नि त। हजुर सही भन्नुभयो। आमा बुवाहरू त एक्लै हुनुहुन्छ उहाँ।
अब छोराछोरीहरू सब गइरहेछन्, यहाँ चाहिँ अब आँसु बगाइराखेका छन् भन्ने कुरा पनि एउटा भाव आयो भने अर्को आमाले चाहिँ के जनायो भने नेपाल आमालाई पनि जनायो। यहाँ आमा त सबै छोरा जस्तो अब आफूलाई जन्म दिने आमा र अनि नेपाल आमा पनि त हाम्रो आमा भयो। अब यो दुइटैलाई छोडेर जाँदाखेरि चाहिँ यहाँ त आमा पनि रोइराखेकी छन्। त्यस्तो खालको त्यो भावलाई लिएर चाहिँ मैले यहाँ अश्रुधारा बगाई चाहिँ आमा रुन्छन् भन्ने खालका यी शब्द प्रयोग गरेँ। यो हजुरको एकदम गहन सान्दर्भिक उत्कृष्ट र मौलिक रचना हो। अब यसलाई अलिकति हजुरले यस्तै किसिमको एउटा कविता हजुरले छ भने अर्को कविता यहाँ प्रस्तुत पर्यो। अर्को कविता चाहिँ छ, अर्को कविता छ। अब त्यो चाहिँ मेरो अलिक सिङ्गारिक कविता हो। हुन्छ हजुर। अब जस्तो प्रिय मिलनको आकाङ्क्षा भन्ने ए हुन्छ हजुर। अब त्यो पनि मन्दाक्रान्ता छन्दमै छ। हुन्छ। यस्तो जान्छ कि त्यो लेख्दै गयो, कुन दिन चाहिँ कुन छन्दको लय आइरहेको हुन्छ थाहा हुँदैन, अनि त्यस्तैमा धेरै जस्तो चाहिँ यही छन्दमा हुन्छ कविज्यू सुरु गर्नुहोस्। शीर्षक चाहिँ प्रिय मिलनको आकाङ्क्षा। प्रिय मिलनको आकाङ्क्षा। हजुर, कविता शृङ्गारिकमा छ। अब यसमा यस प्रकारको कविता, मेरो आकर्षण प्रति उनी मक्ख भई मुस्कुराइन्, लामो चुल्ठो फरर आहा बासना मगमगाइन्, लामो चुल्ठो फरर आहा बासना मगमगाइन्, कस्तो राम्री अति चहकिली स्वर्ण झैँ छिन् उजेली, बल्ने गर्छिन् टह टह जहाँ रातमा झैँ जुनेली, बल्ने गर्छिन् टह टह जहाँ रातमा झैँ जुनेली, मेरो सारै हृदय कमलो पगलियो प्यारमा झन्, मेरो आँखा वरिपरि उनी मात्रका स्पर्श हुन्छन्, मेरा आँखा वरिपरि उनी मात्रका स्पर्श हुन्छन्, ठट्टा गर्दै खुसु खुसु गरी चञ्चली भई मलाई, मेरो आकर्षण झन बढ्यो झुल्किँदा सामु आए, मेरो आकर्षण झन बढ्यो झुल्किँदा सामु आए, लज्जा हाँसो अलि अलि कतै हर्ष त्यो दर्शिँदैछ, साह्रै मिठो हृदय तलमा प्रेम जो बर्सिँदैछ, घुम्दै जोडी गगन भरमा उड्दछन् जो चखेवा, यस्तै हाम्रो पनि मिलन होस् बन्दियोस् प्रेम साझा, यस्तै हाम्रो पनि मिलन होस् बन्दियोस् प्रेम साझा, चढ्दा एक्लै शिखरहरूमा खुड्किला पाउनको, मेरा सारा सुख दुःख भरी साथ होस् दिव्य उनको, त्यस्तो हाम्रो प्रिय मिलनमा चन्द्रिका हेर्न आउन्, हेर्दै चारैतिर प्रकृतिका कान्ति ती मुस्कुराउन्, हेर्दै चारैतिर प्रकृतिका कान्ति ती मुस्कुराउन्, राम्रा राम्रा प्रिय सुगुणले पूर्ण यो चाल तिम्रो, राम्रा राम्रा प्रिय सुगुणले पूर्ण यो चाल तिम्रो, रङ्गी चङ्गी जगत भरि नै छल्कियोस् प्रीति हाम्रो, रङ्गी चङ्गी जगत भरि नै छल्कियोस् प्रीति हाम्रो,
मेरी प्यारी अब अरू सबै आशा मैले हटाएँ, खाली एउटै प्रिय मिलनको दिव्य यो दीप्ति पाएँ, खाली एउटै प्रिय मिलनको दिव्य यो दीप्ति पाएँ, खाली एउटै प्रिय मिलनको दिव्य यो दीप्ति पाएँ। कविजी यो तपाईँको प्रतिभा यतिमै सीमित हुन्छ कि हजुरले लानुहुन्छ, के सोच्नु भएको छ यो कुरामा? अब यतिमै सीमित त नगरौँला जस्तो लाग्छ। होइन, अब मिडियामै आउनु त ठुलो कुरो होइन कि, तर यो साधना हजुरको जीवन्तकालसम्म होइन, भोलि छोरा नाति पनाति अझ राष्ट्रिय स्तरमा हजुरले यसलाई लान सक्नुभयो भने? अब साधना गरिरहेको छु। अब लेख्दै गइयो भने अब एक उसमा अब यो कन्टिन्यू नै गर्छु म, त्यति मेरो साधना चाहिँ रोकिँदैन जस्तो लाग्छ मलाई। खासमा यो कवि बन्न कतिको चुनौती हुन्छ? यो अब गाह्रो भनौँ भने अब प्रयास गऱ्यो भनेपछि त्यति छैन। अब यो चाहिँ म चाहिँ कस्तो रूपमा हेर्छु भने चाहिँ अब एउटा वरदान पनि त्यस्तो हुन्छ कि, किनकि त्यस्तो पनि लाग्यो क्या मलाई। किनकि अलि त्यो सबैलाई त त्यो आउँदैन। अब मलाई चाहिँ किन जस्तो आफै अब यो चाहिँ भावमा आउने कुरो हो होइन। यो आउँदाखेरि अब मैले पहिला त्यतिखेर रुचि राख्ने बित्तिकै मलाई चाहिँ अलि उनै लाग्यो, अनि त्यसपछि रुचि राख्ने बित्तिकै भावहरू पनि थपिँदै गयो। अनि त्यो गर्दाखेरि चाहिँ अब गाह्रो त गाह्रै हुन्छ। यो अभ्यास गर्न छोड्यो भनेपछि चाहिँ यो सकिहाल्छ। यो अलि अब जस्तो मैले 15-20 दिन लेखिनँ भनेपछि अटोमेटिकली त्यो अलिक कम भइहाल्छ क्या, भने पहिलाको जस्तो भयो। अब निरन्तर कन्टिन्यू दिनको दिन गरिरहेको छ भने आज अर्कै कुरा खोजिरहेको हुन्छ भने भोलि अर्को कुरा खोजिन्छ। त्यही कुरा खोज्दै जाँदाखेरि अलिक विशिष्ट खालको बनाउने हो नि त होइन। अलिक खोज्दै गयो भने खासमा यो कविलाई चुनौती त छ नि त। समाजले अब कविता लेख्ने मान्छेलाई त्यस्तो उच्च स्थान नै दिएको पाइँदैन होइन। खालि पश्चिमेली अनुकरण शब्द बोली होइन, त्यसलाई मात्र आजको करेन्ट टाइममा वर्तमान मान्छेहरूले त्यतातिर फोकस गरिरहेका हुन्छन्। तर एउटा साँच्चीकै कवि बन्नलाई गाह्रो छ नि, सिर्जना त्यत्तिकै त हुँदैन नि त। अब नेपाली पढ्दैमा कह गर्दैमा कविता सिर्जना त हुँदैन। अब हजुरले यो उमेरमा यत्रो दिव्य कविताहरू सुनाउनु भयो। मैले चाहिँ अब आगामी दिनमा हजुरको सीमित त नरहने भयो, तर कतिको चुनौती चाहिँ खेपिरहनु भएको छ त? चुनौती चाहिँ त्यस्तो अब चुनौती त्यति धेरै पनि चुनौती त छैन। तर अब हाम्रो हुनुपर्ने अब यो प्रतिभालाई चाहिँ सिर्जनाका कार्यहरूलाई चाहिँ जति उठाउनु पर्ने हो त्यति कुराहरू चाहिँ अलि उठाएको छैन जस्तो लाग्छ। हजुरलाई अब कविलाई राज्यले तलब भत्ता दिएको त छैन होला? छ त? छैन नि, कपी कलम त दिँदैनन् ताल पर्यो भने। अनि त्यही भएर हजुरलाई चाहिँ कतिको चुनौती लाग्छ होइन। अब हजुरले अब यो लेभलको कविता उत्पादन गर्नुभएको छ, तर अब निराशामै यतिमै सीमित भएको नि पाइन्छ नि। अब राज्य पक्षबाट केही छैन, समाजका मान्छेलाई कविता सुन्नु नै छैन होइन। अब एउटा शब्द नै अरूको कपी गर्ने अनुसरण गर्ने पश्चिमेलीमा पुगिसक्यो। तर अब यतिमै निराशावादी भएर थुप्रै कविहरू चाहिँ उत्पादन भएका उम्रिँदै गरेका स्वर्णिम कविहरू चाहिँ विस्थापित भएका छन् क्या। अनि मलाई नि हजुरलाई न यो निराशाले नि छोएको थियो कि न परिरहेछ कि भनेर। यस्तोमा चाहिँ अब यसलाई अब हामीले कसरी हेर्नु पर्यो भनेपछि अब मैले अब यसलाई नै करियर बनाएर माथि जाउँ भनेपछि छन्द कविता त अझ मान्छेले त्यति गर्दैन होइन। छन्द कवितालाई त्यति सुन्न चाहँदैन क्या यो समाजले। तर वास्तवमा छन्द कवितामा चाहिँ एउटा भाव हुन्छ, रस हुन्छ होइन, सुमधुर त्यो सुनाइमा अलि हुन्छ। हुन त गद्य कवितामा पनि त्यही हुन्छ। तर अब गद्यलाई चाहिँ अलिक प्राथमिकता दिँदाखेरि चाहिँ म पनि अब गद्यतिर पनि लागौँ कि जस्तो त लाग्छ। तर अब त्यो भने आफ्नो बानीमा हुने रहेछ, अभ्यास र बानीमा। अब गद्य
गद्य कविता हाम्रो जति सुन्छौँ त्यति चाहिँ हाम्रो यस्तो खण्ड कविता प्रायः सुनेको देखिँदैन। तर हामीले यो समाजलाई चाहिँ एउटा खण्ड कविता र गद्य कविताको दुईटै मिश्रण गराएर चाहिँ अगाडि लिएर साहित्य क्षेत्रलाई चाहिँ अलिक मजबुत बनाउन सक्यौँ भने। तर हामी जस्ता छन् धेरै साथीहरू छन्, अब मेरै साथीहरू पनि कविता लेख्नेवाला छन्, अरू गुरुकुलहरूका अरू मान्छेहरू पनि अहिले बढ्दो छ कि, तर त्यति भएको छैन। तर यसलाई नै अब करियर बनाएर हुन्छ भन्ने त त्यस्तो कुनै पनि छैन होइन, त्यस्तो अवसर पनि छैन। अवसर पनि छैन। तर के हो भनेपछि अब आफ्नो लागेका भावहरूलाई व्यक्त गर्न अथवा त्यो आएको कुरालाई आफ्नो एउटा सृजनात्मक क्षमतालाई चाहिँ यसो देखाउनलाई चाहिँ साधा नगरेर खुसी हुन। त्यसैमा खुसी हुँ भन्ने चाहिँ। अनि कविजी यो कर्णालीको चाहिँ अलिकति कर्णाली नै सुनाइदिनुहोस् न। कर्णाली हजुर। मैले अब कर्णालीको पनि एउटा लेखेको छु। फेरि सबै छन्द एउटै होइन, केही हुँदैन, केही भएन। अब अर्को कविता पनि सुनाउनुलाई, अरू छन्दको पनि। तर अहिले आज चाहिँ त्यस्तै परेको। हजुर ठिकै छ। हजुर कर्णाली सुनाउनु। शीर्षक छ हाम्री कर्णाली। हाम्री कर्णाली। हजुर। त्यही मन्दाक्रान्त नै छ। यस प्रकार छ। कर्णालीको जग छ बलियो, भेष भाषा अनेकौं, यस्तो प्यारो प्रिय धरणीमा जन्मी हुर्किएछौँ। यस्तो प्यारो प्रिय धरणीमा जन्मी हुर्किएछौँ। फोक्सुन्डोले सब मनुजको श्वास फेर्दैछ आज, बग्छिन् रारा सललल जहाँ बस्दछौँ नित्य साथ। बग्छिन् रारा सललल जहाँ बस्दछौँ नित्य साथ। धोती चोली पहिरन आहा बिर्दछन् यी समाज, सिङ्गारू त्यो छ अति ससिलो, दिव्य सौन्दर्य नाच। ससिलो चाहिँ रमाइलो भन्न खोजेको, त्यतैतिरको भाषा शब्द राखेको छु। गौरा सिङ्गारू त्यो छ अति ससिलो, दिव्य सौन्दर्य नाच। गौरा लाखे मयूर तिनमै देउडा गाई नाच्छन्, हाँस्दै खेल्दै सबजना मिली संस्कृतिलाई साध्छन्। हाँस्दै खेल्दै सबजना मिली संस्कृतिलाई साध्छन्। सिस्ने हाँस्छन् मुसु मुसु त्यहाँ स्वच्छ सैपाल राम्रा, भेरी गङ्गा मधुर सुरमा बग्दछिन् माझ हाम्रा। भेरी गङ्गा मधुर सुरमा बग्दछिन् माझ हाम्रा। बेग्ला बेग्लै प्रकृति छ त्यहाँ जुट्छ भई एक माला। बेग्ला बेग्लै प्रकृति छ त्यहाँ जुट्छ भई एक माला। पानीमा नै दनन नगरी बल्दछन् अग्नि ज्वाला। पानीमा नै दनन नगरी बल्दछन् अग्नि ज्वाला। रङ्गी चङ्गी फुलहरू आहा बासना मगमगाई। आऊ आऊ रमिकन बसौँ भन्दछन् ती मलाई। आऊ आऊ रमिकन बसौँ भन्दछन् ती मलाई। डाफे नाच्छन् वरिपरि त्यहीँ कोइली गीत गाई। डाँडा पाखा वनहरू त्यहाँ रम्दछन् मुस्कुराई।
डाँडा पाखा वनहरू त्यहाँ रम्दछन् मुस्कुराए जन्मे हुर्के अब त सहजै प्राण भर्ने छु मैले जन्मे हुर्के अब त सहजै प्राण भर्ने छु मैले मेरो पूजा जपन यसमै नित्य बढ्दैछ अहिले मेरो पूजा जपन यसमै नित्य बढ्दैछ अहिले फैलन्छन् यही जगत भरमा दुष्टका साथ भ्रान्ति फैलन्छन् यही जगत भरमा दुष्टका साथ भ्रान्ति कर्णालीको जलली पुगौँ विश्वमा छरेन शान्ति कर्णालीको जलली पुगौँ विश्वमा छरेन शान्ति कर्णालीको जलली पुगौँ विश्वमा छरेन शान्ति। खासमा कविजी यो प्रकृतिसँगै निकट हुनुको आशय चाहिँ के हो? म चाहिँ अब अलिक प्रकृतिलाई नै हेरेर खुसी हुनुहुन्छ? खुसी हुन्छु कि मलाई चाहिँ अलिक प्रकृतितिर नै अलि त्यो हेर्छु। अब त्यसको एउटा आफ्नै लयमा हिँडिराखेको हुन्छ। अब म त गाउँतिर बसेको कर्णालीको सँग हुन पर्ने त्यही हो सबै। अब गाउँतिर बसेको गाउँतिरबाट आउँदाखेरि अब यहाँ छु नि त म, तर यहाँ भए पनि त्यो कर्णालीको त याद आउँछ नि त, म कर्णालीको मान्छे है। अनि त्यसपछि यसो आफ्नै त्यो डाँडा पाखाहरू त्यहाँको त्यो नाचहरू त्यसको त्यो संस्कृति हेर्दाखेरि त अलिक भिन्न लाग्यो कि यहाँको पृथक छ नि त उताको संस्कृति। अनि त्यसपछि चाहिँ त्यही कुराहरू आयो। त्यसपछि मैले चाहिँ यही मेरो कविताहरू चाहिँ प्रायः त्यही प्रकृति सम्बन्धी नै अलि देखिन्छ। प्रकृति चित्रणमा चाहिँ अलि देखिन्छ, तर म त्यतैतिर रमाउने भएर होला सायद। खासमा कर्णालीले उत्पादन गरेको कवि भन्नुहुन्छ कि आफ्नै सिर्जनाले उत्पादन गरेको कवि भन्नुहुन्छ? अब कर्णालीले अब म त्यहीँ जन्मेँ भने त मलाई कर्णालीले नै उत्पादन गर्यो। त्यही हो हजुर। त्यसपछि अब साधनामा चाहिँ अब आफ्नो मेहनत भए पनि म त त्यहीँ जन्मेँ होइन। अब मलाई कर्णालीले नै जन्मायो भनौँ न। कविजी अब यत्रो समय हजुरले मलाई समर्पित गर्नुभएको छ, म धेरै धेरै आभारित छु। खासमा अब के भन्नुहुन्छ अन्त्यमा? हजुरको आशय के छ होइन? अब यत्रो कविता भन्नुभयो, यत्रो उत्कृष्ट मौलिक रचना भन्नुभयो, चाहे भ्युज जाओस् नजाओस्, तर एउटा यत्रो उत्कृष्ट रचना आज यो च्यानल मार्फत हजुरले सिर्जना गर्नुभयो, रचना गर्नुभयो। आज समसामयिक प्रकृति होइन, खोला नाला, हाम्रो खोल्चा कर्णालीका त्यो खोला नाला रसाका सुसेलेका कुराहरू हजुरले कविता मार्फत व्यक्त गर्नुभयो। के छ कविजी अन्त्यमा हजुरको? अब तपाईँलाई धन्यवाद भन्ने यो अवसर पाएँ होइन। हजुर, मलाई नै अवसर दिनुभयो। किनकि अब अहिले चाहिँ कस्तो छ भने अब यो भ्युज आउला नआउला त्यो त्यही त होइन कि, तर यो गरेर राख्यौँ भनेपछि चाहिँ तपाईँले रेकर्ड गर्नुभयो नि त। यो चाहिँ अब मेरो लागि त मैले त अथवा मोबाइल बिग्रेला अथवा मेरो डायरीहरू हर्रे भने पनि, तर तपाईँको त यो त अब प्रविधिको युग हो। प्रविधिको युगमा चाहिँ यी कुराहरूलाई मेरा सिर्जना कविताहरूलाई यहीँ राखेँ भनेपछि त मैले पछि पनि हेर्न सक्ने भएन नि त। मैले यसरी गरेको थिएँ है भन्ने कुरो भयो, एउटा पछिको लागि पनि भयो। अनि अर्को कुरो के भयो भनेपछि अब आफ्नै रचनाहरूलाई चाहिँ अब यहाँ अहिले अलि सामाजिक सञ्जालमा छ त्यो पनि त्यहाँ हाल्यो भनेपछि चाहिँ आफ्नो त्यो सिर्जनाहरूलाई चाहिँ यता बुझिदिउँ भन्ने खालको एउटा त्यो पनि जाने भयो। र आजको यो बसाइमा चाहिँ हाम्रो अब मलाई खुसी नै लाग्यो, तपाईँलाई पनि धन्यवाद। अब कविता अब यसै गरी अरू पनि भइराख्यो भनेपछि हामीले सिर्जना गर्दै गरौँला, निरन्तरता दिउँला होइन। यही नै हामीसँग हुनुहुन्थ्यो मौलिक उत्कृष्ट कवि, उहाँको शुभ नाम रहेको छ सदाशय गौतम, कर्णालीबाट हुनुहुन्छ उहाँको स्थायी ठेगाना हाल काठमाडौँमा अवस्थित हुनुहुन्छ। उहाँलाई धेरै आभार व्यक्त गर्दछौँ।
भिडियो पुरा हेरी हजुरहरूलाई मन परेमा लाइक, सेयर, सब्स्क्राइब गरिदिनु होला। कवि कर्णालीले जन्माएको